बेलायतमा राजतन्त्र फालियो, फेरि आयो, अनि के भयो एकपटक सुन्नुस् त। सन् 1600 को नोभेम्बर 19 मा जन्मिएका थिए बेलायती राजा चार्ल्स प्रथम। उनी सन् 1625 मार्च 27 बाट राजा भएका थिए। उनलाई सन् 1649 जनवरी 30 मा मृत्युदण्ड दिएको थियो। सन् 1649 जनवरी 20 मा उनलाई बेलायती उच्च अदालतले राज्यद्रोहको नाममा पक्राउको आदेश दिएको थियो। बेलायती जनताको दुश्मन भएको भन्दै राजा चार्ल्स प्रथमलाई अदालतले घाँटी र शरीर छुट्याएर मृत्युदण्डको फैसला सुनायो। त्यही फैसला अनुसार जनवरी 30 मा चार्ल्स प्रथम मारिएका थिए। उनलाई विशाल भिडको अगाडि व्हाइट हलमा मृत्युदण्ड दिएको थियो। बिहान 10 बजे ल्याएर विभिन्न प्रक्रिया पूरा गरेर दिउँसो 2 बजेपछि मृत्युदण्ड दिएको थियो। भनिन्छ मृत्युदण्ड अगाडि राजा चार्ल्स प्रथमले 2वटा सर्ट मागेका थिए। जाडो धेरै भएकाले काप्ता देख्नेहरूले डराएर कापेको बुझ्ने भन्दै उनले यस्तो आग्रह गरेका थिए। ओलिभर क्रोमवेल